25 वर्ष पढाइ, 25 वर्ष कमाई, 25 वर्ष दबाई, त्यसपछि बिदाई। के छ र जिन्दगी, आखिर बाँचौँ रमाई रमाई। सबैलाई हार्दिक स्वागत निवेदन गर्छु। 1, यो संसारमा प्रत्येक मानिस खुसी हुन खोज्छ, खुसी हुन चाहन्छ, तैपनि मानिस दुःखी छ। तुलनात्मक रूपमा आफ्नो काममा सधैँ व्यस्त रहने मानिस प्राय खुसी हुन्छन्। खुसी र सुखी रहने सूत्र हो इमान्दारीका सोच। अर्काको भलो चिताउने व्यक्ति स्वतः खुसी र सुखी हुने मान्यता अगाडि सार्न चाहन्छु। 2, संसारमा सुखी मानिस ती होइनन् जसले धेरै पाएका छन्, संसारका सुखी मानिस ती हुन् जसले धेरै दिएका छन्। यसलाई दिनको निमित्त उत्प्रेरित गर्न चाहन्छु। 3, कालको मुखमा पुगेका बिरामीलाई पुनर्जीवन दिन सक्दा डाक्टर खुसी हुन्छन्। आफूले बनाएको घर 7-8 रेक्टरको भूकम्पले पनि नढल्दा इन्जिनियर खुसी हुन्छन्। जो मानिस स्वस्थ रहन्छ ऊ पनि खुसी हुन्छ। यथार्थमा सुख दुःख मानिसको आफ्नो अनुभूतिको विषय हो भन्ने भावना अघि सार्न चाहन्छु। 4, शिष्ट सुशील र नरम शब्दमा बोल्न सक्नु सुनमा सुगन्ध नै मानिन्छ। यसले हामीलाई सुखी बनाउँछ। सिन्दुर दलेका सबै ढुङ्गा देवता नै हुँदैनन्। टिका र चन्दन लगाई घाँटीमा माला भेर्दैमा सबै धार्मिक व्यक्ति हुने पनि होइनन्। यस्ता भ्रमबाट मुक्त हुँदा सुखी भइन्छ भन्ने सन्देश प्रवाह गर्न चाहन्छु। 5, समय गतिशील छ, यसर्थ हामी समयको गतिसँगै बग्नुपर्छ। वासिङ मेसिनमा लुगा हालेपछि त्यहाँ पानी आउँछ, लुगामा डिटर्जेन्ट पाउडर छरिन्छ, लुगा मेसिनले लुगा माड्छ, घुमाउँछ, बटार्छ, निकै समयपछि लुगा पखाल्छ, निचोर्छ र सुकाउँछ पनि। अन्त्यमा मेसिनबाट बाहिर निकाल्दा फोहोर लुगा सफा भएर निस्कन्छ। यस्तै हो हामी पनि। 6, ह्याबिट्स कम फ्रम ह्याबिट्स, अर्थात् बानीले बानी पार्छ। मनी एट्र्याक्ट मनी, अर्थात् धनले धन तान्छ, ऋणले ऋण बढाउँछ। अँध्यारोले अँध्यारो थपाउन सक्दैन, प्रकाशले सक्छ। घृणाले घृणा हटाउन सक्दैन, प्रेमले सक्छ। 7, आदर चाहनेले पहिला अर्कालाई आदर गर्नुपर्छ। मान्छेको गुण मृदुभाषी हुनु हो। यसैले भनिन्छ जिब्रो सुध्रियो भने जीवन सुध्रिन बेर लाग्दैन। रिसले मान्छे स्वयंलाई जलाउँछ, फलाम तातेपछि त्यसको स्वरूप बिग्रिने सम्भावना हुन्छ। 8, बेरोजगार मानिस दुःखी हुनु स्वाभाविकै हो, तर जब उसले रोजगारी पाउँछ स्थायी रूपमा दुःखी हुन थाल्छ। यो विडम्बनाको विषय हो। 9, जो आफू जान्दैन र जान्दिन भन्ने जान्दैन ऊ मूर्ख हो, त्यसलाई छुट्याऊ। जो आफू जान्दैन तर जान्दिन भन्ने जान्दछ ऊ साधारण हो, उसलाई सिकाऊ। जो आफू जान्दछ तर जान्दछु भन्ने जान्दैन ऊ सुसुप्त हो, उसलाई ब्याउजाऊ। र जो आफू जान्दछ र जान्दछु भन्ने जान्दछ ऊ ज्ञानी हो, त्यसलाई पछ्याऊ। 10, असफलताको बारेमा चिन्ता होइन, बरु आफूले प्रयास नगर्दा छुट्ने अवसरका बारेमा चिन्तित हुनुपर्छ। सूर्य उदाएपछि अस्ताउँछ, अस्ताएपछि रात पर्छ। यो प्रकृतिको नियम निरन्तर चलिआएको छ। हाम्रो जीवन पनि यस्तै हो। खुसी हुने बानी परेपछि दुःखी हुन बिर्सिन्छ। ज्ञानी भएपछि चाहेर पनि अज्ञानी हुन सकिँदैन। 11, जीवनको रहस्य बुझेपछि जीवन स्वतः सुखमय हुन्छ। बुझ्नुपर्ने कुरा भनेको नबोलाएको कार्यक्रममा नजानु, आफूलाई थाहा नभएको विषयमा नबोल्नु, सधैँ सत्य बोल्नु, कृपया र धन्यवाद शब्दको व्यापक प्रयोग गर्नु, सबैप्रति दयालु हुनु, आफूसँग भएको चिज बाँड्नु, अर्कासँग भएको चिजको आशा नगर्नु, बोल्दा शब्द चयनमा संवेदनशील हुनु, प्रत्येक दिन बिहान टु डु लिस्ट बनाउनु, प्रत्येक राति सुत्नु अघि दिनको डायरी तयार गर्नु। 12, जहाँ बुद्धिमान हुन्छन् तहाँ संवाद हुन्छ, जहाँ मूर्ख हुन्छन् तहाँ विवाद हुन्छ। सकारात्मक सोचले विश्वास, प्रेम, शान्ति, उत्साह, प्रेरणा, आनन्द, सृजनशीलता आदि जागृत गर्न मद्दत गर्छ। नकारात्मक सोचले दुःखी, बेइमानी, स्वार्थी, चिन्ता, निराशा, लोभ, संशय, अनिश्चितता, छटपटी, उदासीनता, एकल काटेपनको विकास लगायत अवनतिको मार्गतर्फ लैजान्छ। 13, औषधि तितो भए पनि यसको गुण मिठो हुन्छ। कसैको कुरा छुच्चो जस्तो लागे पनि यथार्थलाई स्वीकारको विकल्प हुँदैन। कोही मानिस जति नै उमेरले पाका भए पनि आफ्नो सौन्दर्य गुमाउँदैनन्, कारण उनीहरू आफ्नो अनुहारको सुन्दरता मुटुमा सार्छन्। 14, हामी कसैलाई पर्खिरहेका छौँ भने समय निकै धीमा गतिमा हिँडेको अनुभूति हुन्छ। कुनै शोकमा या दुःखमा रहँदा समय निकै निर्दयी लाग्छ। यस्तै जब शारीरिक पीडा भइरहेको हुन्छ समय कहिल्यै नसकेको अनुभूति हुन्छ। संसारका प्राय सबै मानिस आफूलाई उपलब्ध समय उपयोग गर्नुको सट्टा खेर फाल्नतिर लाग्छन्। यसको मुख्य कारण समयको महत्त्व नबुझ्नु या त्यसको उपयोग नगर्नु नै हो। 15, सुखमा हाँस्ने 1000 जना साथीभन्दा दुःखमा साथ दिने एकजना साथी नै प्रिय र आफन्त जस्तो हुन्छ। एउटा राम्रो किताब
100 जना साथी बराबर हुन्छ, तर एउटा राम्रो साथी एउटा पुस्तकालय बराबर हुन्छ। असल मित्रहरू जाडोमा हिउँका एक ढिक्का झैँ सधैँ एकगट्ठा भइरहन्छन्, कहिल्यै पौलँदैनन्, तर स्वार्थी मित्रहरू गर्मी मौसममा हिम पौलिए चाहिँ छिट्टै विलिन हुन्छन्। 16 म सबै जान्दछु भन्ने जसलाई घमण्ड छ त्यसले वास्तवमा केही पनि जानेको हुँदैन। यसर्थ गुरुबाट ज्ञान तथा बुबा आमाबाट सङ्घर्ष संस्कार सिक्नुपर्छ। बाँकी जो बचेको छ त्यो दुनियाँले सिकाइदिन्छ। नजिक भएपछि, सङ्गत गरेपछि, व्यवहार गरेपछि बल्ल मान्छे चिनिन्छ। टाढाबाट हेर्दा त चन्द्रमा पनि एकमुठीको जस्तो देखिन्छ। 17 ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल, सृजना शक्ति संसारमा कहिले हुँदैन विफल। मनी इज लस, नथिङ इज लस, हेल्थ इज लस, समथिङ इज लस, क्यारेक्टर इज लस, एभ्रिथिङ इज लस। 18 जिन्दगीको सबभन्दा ठुलो हतियार भनेको हिम्मत हो। मनबाट हिम्मत गरियो भने एक्लै भए पनि जिन्दगीको गोरेटोमा हिँड्न सकिन्छ। साँपको दाँतमा बिख हुन्छ, झिँगाको शिरमा बिख हुन्छ, बिच्छीको पुच्छरमा बिख हुन्छ, तर दुष्टजनको सबै अङ्ग विषले भरिएको हुन्छ। त्यस्ता मानिससँग सजग रहनुपर्छ। 19 एउटा गाजरलाई 2 टुक्रा बनाएर एउटालाई चिनीको चास्नीमा र अर्कोलाई नुन लगाएर राख्दा केही दिनपछि एउटा जाम र अर्को टुक्रा अचार बन्छ। गाजर उयो तर नतिजा अलग अलग। 20 तिमी आँसु झार, कसैले हेर्दैन, दुःखी हौ, कसैले सोध्दैन, तिमीलाई शारीरिक पीडा भइरहेको छ त्यो कसैले महसुस गर्दैन, तर जब तिमी गल्ती गर्छौ सबैको ध्यान तिमीतिरै जान्छ। 21 जीवनलाई शान्त र समुजुर तुल्याउनुपर्छ। आफूलाई समयअनुसार परिवर्तन गर्दै लैजानुपर्छ। जीवनमा सज्जन मित्र पाउन कठिन छ। गुण र दोष सबैमा हुन्छ। अवगुणको तुलनामा गुण धेरै भएको मानिसलाई नै असल मानिस भनिन्छ। त्यस्ता मानिसको सङ्गत गर्नुपर्छ। 22 जीवन एक पाठशाला हो। समयले सधैँ सिकाइरहन्छ। हामी सिकिरहन्छौँ, पढिरहन्छौँ, नबिर्सौँ। मानिस समयको दास हो। 23 तिम्रा 2वटा आँखा छन्, जे कुरालाई पनि 2 पटक हेर। 2टा कान छन्, जे कुरालाई पनि 2 पटक सुन। एउटा मुख छ, 1 पटक मात्रै बोल। कारण मौन रहनु पनि ठुलो हतियार प्रयोग गर्नु हो। यो कुरा बुझ। बोल्न बुद्धि भए पुग्छ, तर मौन रहन बुद्धि र विवेक दुवै चाहिन्छ। 24